ऐसी 2080 लुम्बिनी प्रदेशमा सोधिएको क्षेत्रफल सम्बन्धी क्वेसन नम्बर 5 यस प्रकार रहेको छ, जुन चाहिँ सोली आकारमा रहेको एउटा टेनको आधारको अर्धव्यास र ठाडो उचाइ क्रमशः 8 मिटर र 6 मिटर छन्। प्रश्न नम्बर एमा सोधिएको छ, सोलीको वक्र सतहको क्षेत्रफल निकाल्ने सूत्र लेख्नुहोस्, जसको लागि 1 मार्क्स दिएको छ। त्यस्तै गरी क्वेसन नम्बर बीमा सोधिएका छन्, उक्त टेनमा प्रयोग भएको कपडाको रु 50 प्रति वर्ग मिटरले लाग्ने खर्च पत्ता लगाउनुहोस् भनेर 3 मार्क्स दिएको छ। अब यसको लागि हामी सर्वप्रथम क्वेसन नम्बर ए को एन्सर लेख्नेतिर जान्छौँ। प्रश्न नम्बर एमा सोलीको वक्र सतहको क्षेत्रफल निकाल्ने सूत्र सोधिएको हुनाले त्यसको लागि हामीलाई सोलीको वक्र सतहको क्षेत्रफल निकाल्ने सूत्र थाहा हुनुपर्छ, जुन चाहिँ यस प्रकार रहेको छ। सोलीको वक्र सतहको क्षेत्रफल, जसलाई कर्व सर्फेस एरिया भनिन्छ, CS ले डिनोट गरिन्छ, जसको फर्मुला रहेको छ πr/l। अब त्यस्तै गरी प्रश्न नम्बर बीमा जान्छौँ। प्रश्न नम्बर बीमा उक्त टेनमा प्रयोग भएको कपडाको रु 50 प्रति वर्ग मिटरले लाग्ने खर्च पत्ता लगाउनुहोस् भनेर सोधिएका छन्। अब टेन भन्ने बित्तिकै हामीले एउटा कुरा के याद राख्नुपर्छ भने टेनको आधार चाहिँ खाली रहने भएकोले जुनसुकै आकारको भए पनि यदि हामीले टेन आकारको वस्तुको चाहिँ क्षेत्रफल निकाल्नु पर्यो भने जहिले पनि वक्र सतह या छड्के सतहको क्षेत्रफल निकाल्नु पर्ने हुन्छ, किनकि ती वस्तुहरूमा चाहिँ आधार चाहिँ खाली रहने भएको हुनाले। अब यसमा पनि सोली आकारको टेन रहेको हुनाले सोली आकारको टेनको चाहिँ वक्र सतहको क्षेत्रफल निकाल्नु पर्ने हुन्छ। त्यसको लागि चाहिँ हामीलाई सोलीको आधारको अर्धव्यास र सोलीको छड्के उचाइ आवश्यक पर्दछ। सर्वप्रथम दिएका कुरालाई यसमा उतारौँ। सोलीको आधारको अर्धव्यास, जसलाई R ले डिनोट गरिन्छ, जुन चाहिँ 8 मिटर। त्यस्तै गरी सोलीको ठाडो उचाइ, जसलाई हामी स्मल h ले डिनोट गरिन्छ, जुन चाहिँ 6 मिटर दिएको छ। अब हामीलाई सोलीको वक्र सतहको क्षेत्रफल निकाल्नु पर्ने भएकोले सोलीको छड्के उचाइ आवश्यक पर्दछ, जुन निकाल्ने तरिका यस प्रकार रहेको छ। सोलीको छड्के उचाइ, जसलाई L ले डिनोट गरिन्छ, हामीलाई थाहा छ, we know that, हामीलाई के थाहा छ भने L इक्वल टु रुट अन्डर h स्क्वायर प्लस r स्क्वायर अथवा रुट अन्डर r स्क्वायर प्लस h स्क्वायर। h को भ्यालु 6 मिटर प्लस r को भ्यालु 8 मिटर। 6 को स्क्वायर 36, 8 को स्क्वायर 64। 36 र 64 एड गर्दाखेरि 100 आउँछ। रुट अन्डर 100 गर्दाखेरि 10 मिटर। अब यल को मान आइसकेपछि अब हामीले सोलीको वक्र सतहको क्षेत्रफल निकाल्छौँ। सोलीको वक्र सतहको क्षेत्रफल CSA इक्वल टु πr/l। पाई को मान जहिले पनि 22 का मुनि 7 इन्टु r 8 मिटर एन्ड l 10 मिटर। यसको क्याल्कुलेसन गर्दा 251.4285
मिटर स्क्वायर। प्रति वर्ग मिटरको खर्च, प्रति वर्ग मिटरको खर्च, जसलाई हामी आरले डिफाइन गरिन्छ, रु 50 पर मिटर स्क्वायर। जम्मा खर्च टी इक्वल टु वाट, हामीलाई थाहा छ टी इक्वल टु CSA इन्टु आर। 251.4285 इन्टु आरको भ्यालु 50। यो क्यालकुलेसन गर्दा 12,571.43 आन्सर। यस्तै प्रश्नहरूको लागि हाम्रो युट्युब च्यानललाई सब्स्क्राइब, लाइक, कमेन्ट गर्न नबिर्सिनुहोला। हस्त धन्यवाद।